नमस्कार सबैजनालाई, यहाँहरूलाई सबैलाई हाम्रो नयाँ भ्लगमा धेरै धेरै स्वागत छ। अहिले चाहिँ हामी जर्मनीको म्युनिखबाट निस्केर जर्मन हाइवे हुँदै लगभग 2 घन्टाको ड्राइभमा कोनिग्सेतर्फ जाँदैछौँ। बाहिर मौसम अलि झरी परेको छ, तर आजको यो यात्रा र दृश्य एकदमै गजब हुनेवाला छ। भिडियो अन्तिमसम्म हेरेर साथ दिनुहोला है। गाडीका सिसा अलिकति तल झारेर बाहिर हेर्दा वाह, जर्मन एल्प्सका ती विशाल पहाडहरू कति सुन्दर देखिएका छन्। परसम्म फैलिएका हरियाली, अगाडि सडकमा गुडिरहेका गाडीहरू अनि डाँडाका पाखामा चढ्दै गरेका गाईहरू। यो दृश्य देख्दा मनै फुरुङ्ग हुन्छ। साँच्चै युरोपको यो ग्रामीण भेग सुन्दरता शब्दमा बयान गर्न सकिँदैन। नमस्ते सबैजनालाई, हामी चाहिँ अहिले कोनिग्से आइपुग्यौँ टिकट काटेर। अब यसरी बोटमा चाहिँ सवार हुँदैछौँ। यो बोट हो अहिले। नमस्ते सबैजनालाई, हामी चाहिँ यो कोनिग्सेमा आइपुगेका छौँ। कोनिग्सेमा अहिले चाहिँ अब बोट चढेर हामी चाहिँ यो बोटमा चढ्दैछौँ। कोनिग्से चाहिँ जर्मनी र अस्ट्रियाको बोर्डरमा पर्छ। र हामीले अहिले 2 घन्टाको बोट टुर बुक गरेका छौँ। हेरौँ कस्तो हुन्छ 2 घन्टाको बोट टुर। पानी पर्दैछ। हिजो चाहिँ घाम लागेको थियो, अहिले चाहिँ पानी पर्दैछ। यो चाहिँ कोनिग्सेबाट अहिले अब बोटमा, यो इलेक्ट्रिक बोटमा चाहिँ ट्राभल गर्दैछौँ। इलेक्ट्रिक बोटमा ट्राभल गरेर 2 घन्टाको चाहिँ यो बोट टुर गरेर डिफ्रेन्ट स्टेसनहरू झर्ने हाम्रो प्लान छ। अलिकति हाइकिङको ट्रेल पनि रहेछ, अनि त्यो हाइकिङको ट्रेल चढेर चाहिँ हामी ओभरसी जान्छौँ। त्यसपछि अब चाहिँ बोटको यात्रा सुरु भयो। हामी आइपुग्दा मजाले पानी परिरहेको थियो। पानी परे पनि हाम्रो यात्रा रोकिएन। हामीले टिकट काउन्टरमा 29 युरोको टिकट काट्यौँ र अहिले यो इलेक्ट्रिक बोटमा चढेर हामी चाहिँ यो कोनिग्सेको यात्रा गर्दैछौँ। एल्प्सहरू देखिँदैछन्। त्यहाँबाट माथितिर गएपछि चाहिँ त्यहाँ ट्रेन पनि जाने रहेछ माथि, त्यो हिमालमा, त्यहाँको आल्प्समा। मान्छेहरू स्विमिङ गर्दैछ पानीमा। नेसनल पार्कको शान्त वातावरण र तलको सफा पानीलाई जोगाउन सन् 1909 देखि यहाँ चाहिँ केवल इलेक्ट्रिक बोटहरू मात्र चलाउन पाइने रहेछ। यो बोट यति शान्त चल्छ कि पानीको हल्का आवाज पनि प्रष्ट सुनिन सकिन्छ। हामी चाहिँ अहिले बोटमा बसेर यात्रा गर्दैछौँ। यो 2 घन्टाको बोट टुर हो। यो तालको पानी निकै निलो र सफा देखिँदैछ। अगाडिपट्टि ठुला अग्ला पहाडहरू अनि सफा पानी। यसले धेरैजसो विश्वभरिका पर्यटकहरूलाई लोभ्याउने रहेछ, अनि जसले गर्दाखेरि यो एरियाको चाहिँ, यो क्षेत्रको चाहिँ एउटा चाहिँ आय स्रोत पनि हो, आर्थिक स्रोत पनि हो आम्दानीको। र मान्छेहरूलाई चाहिँ घुम्नको लागि प्रशस्त ठाउँ, राम्रो ठाउँ बनाइएको छ। ठाउँ सफा छ, साह्रै मनमोहक लाग्यो, साह्रै सफा लाग्यो, साह्रै रमाइलो भयो।
So, liebe Fahrgäste, mein Kollege und ich dürfen Sie recht herzlich hier auf dem Königssee begrüßen. Bei unserer Überfahrt will ich was zeigen und erklären. Ist das überhaupt erwünscht? Ja. Schade. Nein, machen wir natürlich nicht. So, jetzt haben wir auch schon einen schönen Blick auf St. Bartholomew. Wir haben uns eine Fahrzeit von 30 Minuten und sind noch 5 Kilometer davon entfernt. Das Gebirge hinter St. Bartholomew ist das Steinerne Meer und dahinter ist einmal nichts mehr, außer Österreich. Haben wir welche dabei? Dahinter wäre die Grenzorte Mariahausen, Saalfeldenzell am See und Pinzgau. Diesen Gebirgsschlag könnte man auch nur wandern, hätte man allerdings eine Gehzeit von 10 bis 12 Stunden und die Grenzorte wären 32 Kilometer entfernt. Und auf der rechten Seite drüben, das ist der Falkenstein, das ist noch ein Gletscherschliff aus der letzten Eiszeit. Er ragt da etwa 80 Meter in die Höhe und schon über 100 Meter in die Tiefe. Ja, auf der linken Seite drüben haben wir jetzt noch einen Wasserfall, das ist der Königsbach-Wasserfall. Die letzten 200 Meter sind hier zu sehen. Seine Quelle entspringt im Jännergebirge ungefähr auf 1600 Meter Höhe. Die Verlängerung dazu, das wäre unser Hausberg der Jänner, er ist 1874 Meter hoch, ist auch ein beliebtes Ausflugsziel und im Sommer auch der Startplatz von den Drachenfliegern und Paragleitern. Dazu werden wir einen kürzigen anhalten. Mein Kollege und ich, wir werden die Plätze tauschen. Wer kann das für Sie spielen? Ich bin da mittlerweile auch unmusikalisch geworden, das muss ich zugeben. Das muss man dazu sagen. Es ist immer eine freiwillige Einladung der Bürgerschaft. Und meistens, wenn es den Gästen gefallen hat, bekommen wir nicht nur Applaus, sondern auch etwas für uns. अब चाहिँ हामीले सबैभन्दा धेरै प्रतीक्षा गरेको सेन्ड आउँदैछ। क्याप्टेनले चाहिँ अब यो बोट पूर्ण रूपमा इन्जिन बन्द गरेर अब चाहिँ ट्रम्पेट बजाएर दुईवटा ठुला पहाडहरूमा चाहिँ आवाज ठोकेर चाहिँ त्यसको इको प्रतिध्वनि निकाल्दै हुनुहुन्छ। अब निकै मजा आउनेछ।
So that's not a good idea. The weather's a bit unpredictable. Momentan fahren wir mit einer bayerischen Gemütlichkeit von 10 Stundenkilometer. So können wir den ganzen Tag zwischen 12 und 15 Stunden durchfahren. Wir könnten natürlich auch etwas schneller fahren, dann hätten wir aber auch den doppelten Stromverbrauch. Das machen wir dann nur zu Notfällen, das heißt zu Feierabend. Was sind Sie bis zum Einstieg bis oben hin 2000 Meter reiner Fels. Ihre Erstbesteigung war im Jahre 1881. Damals benötigte man 14 Stunden. Heute schafft es ein guter Bergsteiger in 6 bis 8 Stunden. Dann ist man aber auch erstmal oben. Ende des 17. Jahrhunderts wurde dann diese Kapelle erbaut, so wie sie heute dort zu sehen ist. Sie hat den Grundriss vom Salzburger Dom. Links neben der Kapelle das Holzhaus, dort ist der Berufsfischer untergebracht. Dort gibt es jeden Tag ab 11 Uhr frisch geräucherten Fisch. Dort steht auch einer der ältesten Räucherkammern Deutschlands, schon über 400 Jahre alt. Rechts daneben angebaut an die Kapelle das ehemalige Jagdschloss von Prinzregenten Luitpold, das heute umgebaut ist zu einer Gaststätte. Daneben noch landwirtschaftliche Gebäude. Hier steht alles unter Denkmalschutz und hier gibt es auch keinerlei Übernachtungsmöglichkeiten. Hier auf St. Bartholomä könnten Sie auch kleinere Wanderungen unternehmen, von der Anliegestelle hier am Ufer entlang bis hinter in die Bucht, durch den Mischwald und zurück, hätten Sie eine Gehzeit ungefähr von 40 Minuten und der Weg wäre auch barrierefrei. Man könnte natürlich auch im See aufwärts gehen, ins Eisbachtal, da hätten Sie eine Gehzeit von 20 Minuten, dann müssten Sie aber auch denselben Weg wieder zurückgehen. Man könnte natürlich auch zum Fuße der Watzmann Ostbahn wandern und hätte mal eine Gehzeit ungefähr von 1,5 Stunden einfach. Und natürlich der kürzeste und beliebteste Wanderweg von den meisten in den Biergarten, 1 Minute 34. Der Weg wäre wieder barrierefrei, da kommt dann nur wieder die Selbstüberschätzung zur Geltung. Ja? Da ist noch was für unsere Fotografen. So, wenn wir an der Kapelle vorbeifahren, wenn sich die zwei Türme überschneiden, die Spiegelung im Wasser, die Watzmann-Ostbahn im Hintergrund, dann hätten Sie das berühmte Postkartenmotiv von St. Bartholomä. Aber jetzt nicht alle gleich nach rechts laufen, weil die Kirche steht dann beim Zurückfahren auch noch da. Ja? Ja, mit dem Blick auf die Kapelle verabschieden wir beide uns von Ihnen. Wir wünschen euch dann einen schönen Aufenthalt und das Allerwichtigste, kommt alle wieder gesund und gut nach Hause. Dankeschön, für Gott beieinander, Servus. Dankeschön, vielen Dank, danke. Like we can take any boat we like. So the only important thing is that you don't miss the last one. I don't think we will. हामी चाहिँ अहिले यो सान्ट कलोनीमा आइपुग्यौँ। अब हामी यहाँ 40 मिनट जति बसेर अनि फेरि अर्कोतिर जान्छौँ। अब अहिले चाहिँ यहाँ एकैछिन यो सान्ट कलोनीको चाहिँ हामी भ्रमण गर्छौँ। हामी चाहिँ यो सान्ट कलोनीमा झऱ्यौँ अहिले। यो फर्स्ट स्टप यसरी चाहिँ बोटहरू आउँदैछन्। हामी यो रोड ट्रिप गर्दैछौँ। अगाडिपट्टि यो जर्मनको आर्म्स देखिँदैछ। वेलकम इन सान्ट बार्थोलोमा। हामी सान्ट बार्थोलोमाबाट चाहिँ कोनिक जेललाई हेर्दैछौँ। अगाडि कोनिक जे छ त्यता हामी फोटो खिच्दैछौँ। टुरिस्टहरू संसारका टुरिस्टहरू चाहिँ यहाँ आउँदैछन्, हेर्दैछन् यो ठाउँ रमाइलो छ। सफा पानी, कञ्चन।
सान्ट बार्थमोला जर्मन आल्प्स र अस्ट्रियन आल्प्सले घेरेको एक सुन्दर आइल्यान्ड। हामी अहिले यहाँ डुल्दैछौँ। लगभग रारा तालकै जलको दिने रहेछ। वरिपरि पहाडले घेरेको 2000 मिटर अग्ला पहाडहरूले घेरेको ताल रहेछ यो कोनिक चाहिँ। कोनिकको नेपाली अर्थ हुन्छ राजा, राजाको ताल, राजा ताल। तालहरूको राजा भएको कारणले गर्दा कोनिक चाहिँ अथवा राजा ताल भनेर नामकरण, तालको राजा भएको कारणले गर्दा त्यस्तो नाम रहनु गयो भन्ने अघि भन्दै हुनुहुन्थ्यो। यहाँ चाहिँ यो तालमा चाहिँ माछाहरू पनि पाइन्छ अरे र 1967मा चाहिँ सबैभन्दा ठुलो माछा लगभग 27-28 किलोको माछा भेटियो भनेर अघि क्याप्टनले भन्दै हुनुहुन्थ्यो। अब हामी फर्केर फेरि हाम्रो चाहिँ अर्को राउन्ड ट्रिपतिर जाँदैछौँ। अब हेरौँ अर्को राउन्ड ट्रिप कस्तो हुन्छ। सान्ट बार्थोलोमा घुमिसकेपछि हामी फेरि बोट चढेर अन्तिम स्टेसन सालेटतर्फ लाग्यौँ। बोटबाट जान सकिने अन्तिम बिन्दु यही नै रहेछ। अहिले चाहिँ हामी सालेटतिर जाँदैछौँ। अनि अगाडि यो इलेक्ट्रिक बोट देखिँदैछ। यो इलेक्ट्रिक बोट चाहिँ मान्छेहरूलाई लिएर फर्किँदैछ। अब हामी अन्तिम बिन्दु सालेटतर्फ पुग्दैछौँ। त्यहाँबाट चाहिँ हामी हाइक गरेर चाहिँ माथि अर्को जितको जान्छौँ।雪山我也没少滑，真的，我去雪山好危险。那你这个太酒店也贵，我操！你知道维也纳酒店1晚多少钱吗？你怎么知道？因为我去过维也纳。你知道我订的车站的这个酒店多少钱吗？3小180，这么便宜吗？不能退款。Zurück, nächste Fahrt 17:20 Uhr.
On the left side in front, the end station Salet. You can go to the Lake Obersee, 20 minutes one way. A very fine viewing point. The boat runs every 20 minutes back. The last trip return, 5:40. 5:40 last trip. हामी चाहिँ यो लास्ट स्टेसनमा आइपुग्यौँ, सालेटको लास्ट स्टेसन। अनि अब यहाँबाट चाहिँ अर्को ताल जानको लागि 20 मिनट हिँड्नुपर्छ अरे। अनि उहाँले भन्नुभयो अनुसार चाहिँ 17:20 जाँदा 5:20 जाँदाखेरि चाहिँ यहाँबाट चाहिँ लास्ट यो बोट छुट्ने रहेछ। अब हामी चाहिँ यहाँबाट 20 मिनट हिँडेर त्यो अर्को चाहिँ ताल पुग्छौँ। त्यहाँ गएर चाहिँ हामी त्यो तालको चाहिँ अवलोकन गरेर फेरि फर्केर अनि यही बोट लिएर फेरि हामी ब्याक हुन्छौँ। अगाडिपट्टि यो कोनिग्से यो तालको अन्तिम बिन्दुमा छौँ हामी अहिले। यो कोनिग्सेको अन्तिम बिन्दु सालेटबाट थोरै पैदल हिँडेपछि एउटा सानो तर अति नै सुन्दर ओभरजे ताल पुगिनु रहेछ। हामी चाहिँ अहिले त्यहाँबाट हिँडेर चाहिँ यो ओभरजे ताल आइपुगेका छौँ। अगाडि यो एउटा सुन्दर ताल देखिन्छ, वरिपरिबाट झरिरहेका छाँगाहरू र कञ्चन पानीले गर्दा यो ठाउँ संसारको भिडभाडभन्दा धेरै टाढा र शान्त लाग्ने रहेछ। अब यसको मजा केही छिन लिउँ है त। विदेशी पर्यटकहरूको घुइँचो छ, यहाँ फोटो खिच्नेको घुइँचो छ। कति सुन्दर छ यो ठाउँ। काम लागोस् या पानी परोस्, कोनिग्से संसारको सबैभन्दा सुन्दर ठाउँमध्ये एक हो भन्ने मलाई भान भयो। हाम्रो भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। हाम्रो भिडियो हजुरहरूलाई मन पर्यो भने लाइक र सब्सक्राइब गर्न नबिर्सनुहोला। अर्को ब्लगमा फेरि भेटौँला। धन्यवाद। आजलाई यति नै। नमस्ते।